नमस्कार। आज मैले केही आफ्नो विचार प्रस्तुत गर्दैछु। कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। अब आजको विषयवस्तुतर्फ लागौँ है त। विषयवस्तु छ डेमोक्रेसी। हामीलाई सधैँ भनिन्छ हामी लोकतान्त्रिक देशमा बस्छौँ, डेमोक्रेसी छ, जनताको शासन छ। तर आज एउटा साधारण प्रश्न सोधौँ, खै त त्यो जनताको शासन? डेमोक्रेसी भन्नाले जनताको शासन भनिन्छ, अर्थात् राज्यको शक्ति जनतामा हुन्छ, निर्णय जनताको हितमा हुन्छ र सरकार जनताप्रति जवाबदेही हुन्छ। किताबमा, भाषणमा र संविधानमा मात्र डेमोक्रेसी धेरै सुन्दर देखिन्छ, तर व्यवहारमा हेर्दा हामी जनताले त्यो डेमोक्रेसी प्रयोग गर्न पाएका छौँ त? हामी भोट हाल्छौँ 5 वर्षमा एकपटक, त्यसपछि के हुन्छ? हाम्रो भूमिका सकिन्छ। हामी केवल दर्शक बन्छौँ, जनताको नाउँमा सरकार चल्छ, तर निर्णय केही सीमित हातहरूमा मात्र हुन्छ। हामी प्रश्न गर्न खोज्छौँ, हामीलाई भनिन्छ संविधानको यो धारामा छ, त्यो उपधारामा छ। प्रश्न गर्न खोज्दा कानुनी शब्द देखाइन्छ, असन्तुष्टि राख्दा राज्य विरोधी जस्तो व्यवहार गरिन्छ। के यही हो त डेमोक्रेसी? डेमोक्रेसीको पहिलो मूल्य हो जनताको सहभागिता। तर सहभागिता भनेको भोट हालेर चुप लाग्नु मात्र होइन। र दोस्रो मूल्य हो समानता। तर किन अझै केही मानिसहरू शक्ति र पहुँचको केन्द्रमा छन् र धेरै जनता किनारामा? अनि तेस्रो मूल्य हो अभिव्यक्ति स्वतन्त्रता। तर किन सत्य बोल्दा डर लाग्छ? किन प्रश्न गर्दा सीमा नाग्यो भन्ने सुनिन्छ? अनि चौथो मूल्य हो जवाबदेही सरकार। तर जनताको प्रश्नमा सरकार जवाब दिन्छ कि जनतालाई नै चुप लगाउन खोज्छ? आज हामी सबै सर्वसाधारण जनता असन्तुष्टिमा छौँ। महँगी बढेको छ, अवसर घटेको छ, न्याय ढिलो भएको छ, तर असन्तुष्टि राख्न खोज्दा हामीलाई सम्झाइन्छ डेमोक्रेसी छ। डेमोक्रेसी छ भनेर मात्रै डेमोक्रेसी हुँदैन। डेमोक्रेसी तब हुन्छ जब जनताको आवाज सुनिन्छ, जब प्रश्न गर्न अपराध हुँदैन, जब संविधान ढाल होइन जनताको हतियार बन्छ। आज प्रश्न उठाउनु राजनीति होइन, यो चेतनशील नागरिकको कर्तव्य पनि हो। यदि जनताले प्रश्न गर्न नपाउने हो भने, यदि अधिकार प्रयोग गर्न नपाउने हो भने, यदि शासन सधैँ माथिबाट तल मात्रै चल्ने हो भने त्यो शासन कसरी जनताको शासन भयो? डेमोक्रेसी कुनै उपहार होइन जो कसैले दियो, यो त जनताको लगातार प्रयोग गर्नुपर्ने अधिकार हो। हामी डेमोक्रेसीका विरोधी होइनौँ, हामी अधुरो डेमोक्रेसीका प्रश्नकर्ता हौँ। हामी शासन ढाल्न खोजेका होइनौँ, हामी शासनलाई जनताको बनाउने कुरा गरिरहेका हौँ। डेमोक्रेसीका नाउँमा हामीले के पायौँ र के पाउन बाँकी छ? अन्त्यमा एउटा प्रश्न सोध्न चाहन्छु, डेमोक्रेसी किताबमा मात्र सीमित रहने हो कि जनताको जीवनमा पनि देखिने हो? यो निर्णय तपाईँ हामी सबैको हो। धन्यवाद।